बरु त बिजनेसम्यान कहिले घाटा हुन्छ कहिले फाइदा हुन्छ। अहिले त कस्तो घाटा परिरहेछ भन्छ हेर्छु त। यस्तै तालो भने त मैले गर्नु पर्ला जस्तो छ। देख्छु म तलबको कुरा झिक्यो कि त्यसरी रिसाएर जान्छे। हामीले उसको तलब खान माग्या हो र त्यसरी रिसाएर जानु? भयो भयो, तिमी पनि ठिक्क नपार क्या। कोही भन्दा कोही कम छैन, 101 छन् यहाँ। दसैँ जस्तो चाडपर्वमा बिजनेस भएन, घाटा लाग्यो, पैसा छैन भनेर हुन्छ? जसरी भयो नि ऋण गरेर भए पनि दिनु पर्दैन? जति जति छोराहरू ठुला भयो, जति जति कमाउने भयो, त्यति त्यति मलाई दुःख छ। के को यहाँ ठिक्क पार्छौ? खोइ ऋण पनि कोसँग लिनु र मुवा? सबको बिजनेस घाटा छ भन्छन्। मैले त हजुरको छोरालाई भने त हो नि, दसैँ आयो खर्च धेरै हुन्छ, मुवालाई ल्याएर पैसा दिसियो भनेर। तिमी बढ्ता जानी सुनि नभन, मलाई यहाँ कत्रो टेन्सन छ भन्छे। कसैलाई नभएको टेन्सन त्यसैलाई हुँदो रहेछ। होइन सधैँ घाटा लाग्ने व्यापार किन गर्नु पर्यो त? व्यापार स्यापार छोडेर घरमै बसौँ न, त्यसलाई म पाल्छु। होइन तिम्रो चिया भएन भने अनि हाल न त। ल अरू कुरा मलाई थाहा छैन। यो दसैँलाई 15-20 हजार रुपियाँ मलाई चाहिन्छ। जहाँबाट भयो नि खोजेर लिएर आइज भन त्यसलाई। जाऊ एक कप चिया ल्याउनु कत्रो टाइम लाग्यो तिमीले? ल्याएँ क्या ल्याएँ। मलाई मात्रै के भने आफ्नै बुहारीलाई नै भन्नु नि। ले ले कति रिसाउ दिदी, जे जगन्नाथ धेरै नरिसाउ क्या, धेरै नरिसाउ। ब्लड प्रेसर हाई हुन्छ। लु बस। हाई त भएकै छ नि, पारेकै छ नि हाई त। कसैले तलब रोक्यो भन्छन्, कसैले व्यापारमा घाटा लाग्यो भन्छन्। पैसा दिनुपर्छ भनेर बाहना पनि कति आएको भने। मम्मी हजुरको छोराले दसैँलाई खर्च भनेर पैसा दिएर गइसकेको थियो। ए दसैँ खर्च ला मम्मी भनेर त्यसले मलाई भेटेर दिन पनि सकेन है। त्यसो भएदेखि फुर्सद भएन त्यसको। ए जगन्नाथ, तिमीलाई पैसा चाहियो कि मान्छे चाहियो? मान्छे चाहियो भने पैसा भनेर पैसा आइहाल्यो। खुरुक्क लाडले भयो नि, चुले ट्याम ध्यान भनेर बुहारीको हातमा पठायो, खुरुक्क राखेको जगन्नाथ। हजुर चुप लागिसक्यो क्या। हजुरलाई त जसले जे गरे केही मतलबै छैन। कति छ त्यहाँ? 15,000 छ मम्मी। ल भन्ने बेलामा कर्मचारीको तलब बढाछ सरकारले भनेर भन्छन्, आफूलाई दिने बेलामा जहिले दसैँमा पनि यही 15,000 हो। यो 15,000ले मैले कसरी दसैँ चलाउने हो नि? ए जगन्नाथ, जे छ जति छ त्यतिमै चित्त बुझाउ न। खर्च भन्ने कुरो त जति गरे पुग्दैन। उसले हजुर आफै चलाइसक्यो नि त। यो भएन त्यो भएन भनेर कस गर्ने आफै हो क्या अरे। म सक्दिनँ यति चलाउनलाई। होइन एउटा खसीको कति पर्छ थाहा छ? एउटा खसीको पर्ला नि 3-4 हजार रुपियाँ। आयो 3-4 हजारमा। एउटै खसीको कमसेकम 7-8 हजार पर्छ। ल ठिक छ।